सालोम टिभी युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। युट्युब च्यानल सब्स्क्राइब गर्नको लागि सब्स्क्राइब लेखेको ठाउँमा एकचोटि क्लिक गर्नुहोस्। त्यस पछाडि बेल आइकनको चित्र देखिनेछ र त्यो बेल आइकनमा फेरि एकचोटि क्लिक गर्नुहोस्। यसो गर्नाले सालोम टिभी युट्युब च्यानल सब्स्क्राइब हुनेछ। सब्स्क्राइबको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद। प्रिय सम्पूर्ण श्रोतामा म पास्टर सङ्गम केसीको तर्फबाट जय मसीह अनि ख्रिस्ट अभिवादन पनि। नेपाल प्रेस्बिटेरियन अलायन्सद्वारा आयोजित वेस्टमिनिस्टर संक्षिप्त धार्मिक शिक्षाको अध्ययन मननमा यहाँलाई स्वागत भन्न चाहन्छु। यसभन्दा अगाडि हामीले परमेश्वरको सेवकद्वारा प्रश्न नम्बर 98बाट प्रार्थना भनेको के हो भन्ने बारेमा सरल रूपमा सिकिसकेका छौँ। आज हामी प्रश्न नम्बर 99बाट सिक्नेछौँ। प्रश्न यस प्रकारले दिएको छ, परमेश्वरले कसरी प्रार्थना गर्न निर्देशन गर्नुहुन्छ? सम्पूर्ण रूपमा परमेश्वरको वचनद्वारा, तर विशेष गरी ख्रिस्टले आफ्ना चेलाहरूलाई सिकाउनु भएको प्रभुको प्रार्थनाद्वारा परमेश्वरले प्रार्थना गर्न निर्देशन गर्नुहुन्छ। यसको लागि सान्दर्भिक बाइबलका खण्डहरू पनि दिएका छन्। पहिलो यूहन्ना 5 अध्यायको 14 पद र मत्तीको सुसमाचार 6 अध्यायको 9 देखि 13 पदसम्म। हामीलाई थाहा छ, प्रत्येक इसाईले वा ख्रिस्टमा विश्वास गर्ने ख्रिस्ट विश्वासीले परमेश्वरसँग प्रार्थना गर्ने गर्दछ। अर्को भाषामा भन्नुपर्दा प्रार्थना नगर्ने वा प्रार्थना गर्न नजान्ने व्यक्ति ख्रिस्टियन हुँदै होइन। तर पनि कतिपल्ट प्रार्थना कसरी गर्ने, केका लागि गर्ने, किन गर्ने वा प्रार्थना गर्न कसले अभिप्रेरणा गर्छ वा निर्देशन दिनुहुन्छ भन्ने जिज्ञासा मनमा आउन सक्छ। अझै भनौँ भने कहिलेकाहीँ मेरो प्रार्थना सुनवाई हुन्छ र भन्ने कौतूहलता पनि मनमा उब्जिन सक्छ। आज धेरै मानिसले परमेश्वरको आत्माको अगुवाई नपाएर वा ख्रिस्टबाट निर्देशन नपाएको कारण सही अर्थमा प्रार्थना गर्न सकिरहेका छैनन्। कतिलाई प्रार्थनाको महत्त्वको बारेमा ज्ञान नभएको कारण पनि प्रार्थनामा इच्छा नजागेको वा चाहना नभएको पनि हुन सक्छ। तर हामीले भुल्न नहुने महत्त्वपूर्ण कुरा के हो भने प्रार्थनाद्वारा नै परमेश्वरसँग हामी वार्तालाप गर्न सक्छौँ। हाम्रो मन र हृदयका कुराहरू परमेश्वरमा राख्न सक्छौँ, व्यक्त गर्न सक्छौँ, जाहेर गर्न सक्छौँ। पावल प्रेरितले रोम शहरको मण्डलीलाई लेख्नु भएको पत्र रोमी 8 अध्यायको 26 पदमा भनेका छन्, त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौँ, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौँ, तर जब हामी पवित्र आत्मारूपी परमेश्वरमा भर पर्छौँ, उहाँमा शरण लिन्छौँ, तब हामीलाई प्रार्थना गर्न सहायता गर्नुहुन्छ। त्यसपछि शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता पनि गर्नुहुन्छ। हाम्रो बीचमा रहेर हामीलाई प्रार्थना गर्न वा अर्ज बिन्ती गर्न सहायता गर्नुहुन्छ। हाम्रो बीचमा मध्यस्थकर्ताको भूमिका निभाउनु हुने पवित्र आत्मारूपी परमेश्वरले हामीलाई प्रार्थना गर्न अभिप्रेरणा र हौसला पनि दिनुहुन्छ। यो वचनलाई हामीले पूर्ण रूपमा विश्वास गर्नुपर्दछ। मत्तीको सुसमाचार 6 अध्यायको 9 पददेखि 13 पदसम्म येशू ख्रिस्टले तिमीहरू यस किसिमले प्रार्थना गर भनी निर्देशन दिनुभएको छ। आज हामीलाई प्रार्थना गर्न लाग्दा निर्देशन दिने काम प्रभु येशूले नै दिनुहुन्छ र तपाईँ र मैले यो सत्यतालाई विश्वास गर्नै पर्छ। यदि प्रभु येशूले हामीलाई निर्देशन गर्नु भएन वा अभिप्रेरणा दिनु भएन भने हामीले गरेको प्रार्थना त्यति प्रभावकारी र आशिषमय हुँदैन। म चाहिँ यो सत्य कुरालाई विश्वास गर्दछु। कहिलेकाहीँ हामी आफ्नो इच्छामा, आफ्नो निर्देशनमा हामीलाई जे मन लाग्छ त्यसरी नै प्रार्थना गर्ने गर्छौँ अनि सुनवाई हुँदैन। यो एकदम स्पष्ट रूपमा हामीले बुझ्नु र विश्वास गर्नु आवश्यक छ कि जबसम्म ख्रिस्ट येशूले र पवित्र आत्मारूपी परमेश्वरले हामीलाई प्रार्थना गर्न अभिप्रेरणा वा निर्देशन दिनुहुन्न, हामीले आफ्ना मन गढन्ते चाहनामा गरेका प्रार्थनाहरू परमेश्वरको वेदीमा ग्रहणयोग्य भेटीको रूपमा स्वीकार योग्य हुँदैन। त्यसर्थ ख्रिस्टको उपस्थिति र उहाँको निर्देशनमा नै हामीले गर्ने प्रार्थना अर्ज बिन्ती अपरिहार्य हुन्छ। लुकाको सुसमाचार 11 अध्यायको 1 पदमा येशूको चेलाहरूमध्ये एकजनाले येशूलाई, हे प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनु भए चाहिँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस् भनेर भन्दछन्। त्यसपछि लुका 11 अध्यायको 2 पदमा येशू ख्रिस्टले तिमीहरूले
प्रार्थना गर्दा यसो भन वा यसरी गर भनेर निर्देशन दिनुभयो। लुकाको सुसमाचार 11 अध्यायको 2देखि 4 पदमा यसरी लेखिएको छ, हे पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, हाम्रो दैनिक भोजन हामीलाई प्रतिदिन दिनुहोस्, हाम्रा पाप हामीलाई क्षमा गरिदिनुहोस्, किनकि हामी पनि हाम्रा विरुद्धमा अपराध गर्नेहरूलाई क्षमा गर्दछौँ, हामीलाई परीक्षामा नलैजानुहोस्। हामीले प्रभु येशूसँग प्रार्थनाको लागि माग्नुपर्ने निर्देशन वा अगुवाई अहिले भर्खरै पढिएको खण्डमा दिएको छ। तर हामी यसलाई पन्छाएर वा व्यवस्था गरेर आफ्ना असीम चाहना र अभिलाषाले भरिएको इच्छाहरूलाई हाम्रो प्रार्थनाको विषय बनाउने गर्दछौँ। तर खोज्नुपर्ने अनि रोज्नुपर्ने चाहिँ ख्रीष्ट येशूको इच्छा र निर्देशन हो। जब हामी येशू ख्रीष्टको इच्छामा वा निर्देशनमा प्रार्थना गर्ने गर्दछौँ, तब हाम्रा प्रार्थना र अर्ज बिन्ती परमेश्वरमा ग्रहणयोग्य हुन्छ। पहिलो यूहन्ना 5 अध्यायको 14 पदमा यूहन्ना लेख्छन्, परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। आज हामीले बुझ्नुपर्ने कुरा यही हो, परमेश्वरले चाहेको कुरा चाहिँ उहाँको इच्छा बमोजिम, उहाँको निर्देशन र चाहना बमोजिम हामीले प्रार्थना गर्दा परमेश्वरले सुन्नुहुन्छ। हामीले यहीँनिर गल्ती गर्ने गर्छौँ। परमेश्वरको इच्छा र निर्देशन बमोजिम नभएर हामी आफ्नो इच्छा र चाहनामा हामीलाई जे मन लाग्छ त्यही प्रार्थनामा माग्छौँ, तब हाम्रो प्रार्थनाको जवाफ पाउँदैन। हामीलाई कुन कुराको खाँचो छ, हामीलाई के आवश्यक छ, सो परमेश्वर जान्नुहुन्छ। तर हामीले येशू ख्रीष्ट वा परमेश्वरको इच्छा बमोजिम प्रार्थनामा माग्यौँ भने, उहाँको निर्देशनमा रहेर प्रार्थना गऱ्यौँ भने उहाँले सुन्नुहुन्छ। यो अति अपरिहार्य पनि छ। ख्रीष्ट येशूको निर्देशनमा प्रार्थना गर्ने मानिसले, ख्रीष्ट येशूको इच्छामा प्रार्थना गर्ने व्यक्तिले ख्रीष्ट येशूको वचनमा बलियो रूपमा विश्वास र भरोसा पनि गर्नुपर्दछ, किनकि परमेश्वरले सम्पूर्ण आशिष आफ्नो वचनमा नै राख्नु भएको छ। ख्रीष्ट येशूको वचनमा रही उहाँको निर्देशनमा प्रार्थना गर्नेले आशिष प्राप्त गर्दछ। जसरी एउटा बाबुको लागि छोराछोरी जति नै ठुलो भए पनि वा शिक्षित र सम्पन्न भए तापनि उनको अगाडि त्यो छोरा वा त्यो छोरी बालक वा बच्चा नै भए जस्तै हामी पनि ख्रीष्टको अघि वा परमेश्वरको अघि साधारण बालबालिका नै हौँ। हामीलाई प्रार्थना गर्न, अर्जबिन्ती चढाउन, निर्देशन गर्ने वा अभिप्रेरणा दिने चाहिँ ख्रीष्ट येशू, पवित्र आत्मा र पिता परमेश्वर नै हुनुहुन्छ। यो सत्यता र वास्तविकतालाई हामीले स्वीकार गर्नुपर्छ, विश्वास गर्नुपर्छ। हुन त तपाईँले गर्ने प्रार्थना लामो होला, छोटो होला अनि संवेदनशील होला, जेसुकै भए तापनि ख्रीष्टले नै तपाईँलाई प्रार्थनामा निर्देशन दिनुहुन्छ, प्रेरणा र उत्साह दिनुहुन्छ। ख्रीष्टको इच्छामा जरा गाडिएको प्रार्थनाले तपाईँलाई परमेश्वरमा साहसी र उत्साही बनाउँछ। जीवनको भोगाईहरूमा ख्रीष्टमा निर्देशित भएको प्रार्थनाले तपाईँलाई परमेश्वरको सेवामा जागरुक र स्फूर्त बनाउँदछ। भजन सङ्ग्रह 57को 2 पदमा दाउदले भन्दछन्, सर्वोच्च परमेश्वरमा म पुकार गर्छु, परमेश्वरमा जसले मेरो निम्ति आफ्नो अभिप्राय पूर्ण गर्नुहुन्छ। राजा दाउदका प्रार्थनाहरू परमेश्वरद्वारा निर्देशित वा अभिप्रेरित भएका थिए, त्यसर्थ परमेश्वरप्रति उनको विश्वास पनि बलियो थियो। उनी प्रार्थना गर्दा परमेश्वरको इच्छा र अगुवाई खोज्ने गर्दथे। यसै कारण आज तपाईँ र मैले गर्ने प्रार्थनामा तपाईँको र मेरो इच्छा होइन, तर परमेश्वरको इच्छा र ख्रीष्ट येशूको निर्देशनलाई हामीले खोज्नु पर्दछ, ताकि उहाँको वचनमा रहेर उहाँको निर्देशनलाई पालना गरेर उहाँको अगुवाईलाई बुझेर हामीले प्रार्थना गऱ्यौँ भने परमेश्वरले हाम्रो प्रार्थना अवश्य सुन्नुहुन्छ। आजको वचनमा परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको होस्। धन्यवाद।